हेलो एभ्रिवान। आज चाहिँ मलाई एकदम पानीपुरी खाना क्रेभिङ भइरहेको थियो। अनि त्यसपछि म आफ्नो घरको चोकमा चाहिँ पानीपुरी पाइन्थ्यो कि त्यहाँ गएँ। अनि त्यहाँ चाहिँ आज पानीपुरी रहेनछ। त्यसपछि आफै पानीपुरीको प्याकेट लिएर आएर घरमा बनाएर खान्छु भनेर सोचेर अनि लिएर आएँ। त्यसपछि म चाहिँ सुरुमा कुकरमा आलु बोइल गर्न राखिदिन्छु है। अनि यता चाहिँ पानीपुरीको प्याकेटमा चाहिँ यो चाट मसलाहरू पनि आउँदो रहेछ कि। अनि त्यसपछि चाहिँ मैले पानीपुरीको मसलालाई चाहिँ अनि खोलेर होइन अनि त्यसलाई चाहिँ मैले यो कस्तो रहेछ भनेर टेस्ट गरिरहेको छु कि। अब टेस्ट त गर्नै पर्यो होइन। त्यसपछि चाहिँ अनि एउटा चाउचाउ है, मैले पहिला चाउचाउलाई चाहिँ च्याउच्याउ भन्थेँ कि, आजकल चाहिँ चाउचाउ भन्छु होइन। आउँछ मलाई आजकल चाउचाउ भन्न। अनि एउटा वाइ चाउचाउ चाहिँ लिएर आएर अनि त्यसपछि त्यो पनि हाल्नुपर्छ नि त, मिठो हुन्छ। त्यसपछि एउटा पाठाको डालमोट पनि लिएर आएर चाहिँ अनि यता चाहिँ मैले चाउचाउ र डालमोटलाई चाहिँ मिक्स गरेर एउटा कटोरामा रेडी गराउँदैछु। अब हाम्रो फेरि यो प्याकेट खोलेपछि चाख्ने बानी हुन्छ होइन। अब सबैको हुन्छ होला, मेरो पनि छ है। अनि त्यसपछि चाहिँ मैले चाउचाउको सुप पनि हाल्छु कि। अब त्यो सुपले पनि टेस्ट आउँछ नि त, मिठो हुन्छ कि सुप हालेपछि होइन। मलाई मिठो लाग्छ, त्यही भएर अनि यो चाउचाउको सुप पनि हालेर चाहिँ अनि मैले चाहिँ रेडी गराउँछु। अब यता चाहिँ मैले पानीको लागि चिसो पानी बनाउनको लागि चाहिँ अब यता मैले कागती काट्दैछु। यो कागती चाहिँ मेरो घरको कागती हेर्नु कति सानो सानो कागती छ क्या है। तर कागती सानो सानो भए पनि रसिलो छ है। यो लोकल कागती हो अरे के। अनि त्यसपछि चाहिँ यो हामीले चाहिँ अनि त्यो कागती टिप्दैनौँ कि, आफै खस्छ, भुइँमा खस्छ होइन। अब त्यो पाकेर उसको टाइम भएर होला झर्छ, त्यही टिपेर लिएर आउने हो। रुखबाट चाहिँ टिप्दैनौँ, त्यही भएर खासै ठुलो चाहिँ मैले देखेको छैन। यो कागती सानै छ, लोकल कागती हो अरे। अब यता चाहिँ मैले एउटा बाउलमा चाहिँ अनि पानी हालेर मैले कागती पनि त्यसमा निचोर्छु होइन। अनि यो कागतीको चाहिँ हेर्नु है, सानो भए पनि कस्तो मजाले रस आइरहेछ नि होइन, रसिलो छ, अमिलो पनि छ। अनि त्यसपछि चाहिँ मैले यता यो कागती र पानी चाहिँ अनि मिक्स गर्छु होइन। सबै कागती चाहिँ आफूले काटेको कागती चाहिँ अब पानीमा निचोर्छु। अनि त्यसपछि चाहिँ मैले यता पानीको लागि चाहिँ एउटा मसला जस्तो होइन, के भन्छ अरे, पुदिना चाहिँ हालेर, पुदिनाले टेस्ट पनि आउँछ। अनि पुदिना लसुन हालेर अनि खुर्सानी हालेर चाहिँ मिक्सरमा पेस्ट गराउँछु। त्यसपछि त्यही पानी हालेर चाहिँ अनि मैले त्यसमा चाहिँ मिक्स गरिदिन्छु होइन। अनि यो लसुनको पुदिनाको होइन स्वाद चाहिँ मिठो आउँछ कि पानीमा। फेरि पानी तगडा भएन भने चाहिँ यो पानीपुरी खाएको चाहिँ मजै आउँदैन है। पानी चाहिँ एकदम स्पेसल हुनुपर्छ, ट्वाक्क टाइपको के। अनि ठ्याक्क अमिलो पिरो होइन। अनि नुन चाहिँ ठ्याक्क रेसियो पनि मिल्नुपर्छ, नै भने फेरि मजा आउँदैन। मेन रोल नै यो जस्तो लाग्छ है मलाई। हजुरहरूलाई अब कस्तो लाग्छ। त्यसपछि चाहिँ मैले अब यो पानीपुरी चाहिँ रेडी गरेर चाट मसला पनि हाल्छु होइन। त्यसलाई चाख्दै हाल्दै गरिरहेको छु। अब चाख्न पऱ्यो, फेरि पछि खाने बेलामा अनि केही लाएको रहेनछ भने फेरि मजा आउँदैन नि त। त्यही भएर अनि यसलाई मैले मजाले मिक्स गरिसकेपछि चाहिँ अब यो पानीपुरीको पानी चाहिँ रेडी भयो है। हेर्नु कस्तो मजाको भएछ क्या, यो पानी चाहिँ खतरा भएछ है। अनि हेर्नु न, हेर्दा नि कस्तो खतरा देखेछ नि होइन। ट्याक्क अमिलो पिरो होइन। अनि यो पुदिनाको लसुनले गर्दाखेरि पनि स्वाद एकदम आएको छ। अब यता आलु उसिनिसकेपछि चाहिँ मैले आलुलाई चाहिँ त फोक्छु होइन। अनि आलुलाई चाहिँ मैले फोकेर अनि त्यसको चाहिँ मैले प्लेटमा होइन अनि त्यसलाई म्यास गर्छु कि। अनि त्यसपछि हातैले म्यास गर्छु होइन। अनि त्यसपछि मैले यो आलुमा चाहिँ मैले त्यही अरू खासै केही पनि हाल्दैन, किनभने पानीमा चाहिँ मैले अलि यो के अरे खुर्सानी पनि अलिक बढी भएको छ क्या पिरो। त्यही भएर मैले आलुमा चाहिँ हाल्दैन, आलुलाई मैले सुक्खै राख्छु होइन। अनि त्यसपछि अब यता प्याज पनि काट्छु। अनि प्याज काट्न चाहिँ मलाई खासै त्यस्तो मसिनरी आउँदैन है, त्यही पनि ट्राई गरिरहेको छु होइन। अनि यता चाहिँ मैले प्याज काटिसकेपछि चाहिँ लगभग अब पानीपुरीको चाहिँ पानी अनि त्यसपछि आलु मसलाहरू पनि रेडी भइसक्यो। अब यता चाहिँ मैले तेल तताइसकेपछि पानीपुरीलाई फुराउँछु। पानीपुरीको पुरीलाई है, फेरि पुरीलाई चाहिँ मैले फुराउँछु। हेर्नु कस्तो मजाले फुल्दैछ है, कति ठुल्ठुलो भएको कि। हेर्नु न है, लास्टै ठुल्ठुलो छ, मुखै नहटाउला जस्तो होइन। अनि त्यसपछि मजाले यसलाई फुराइसकेपछि चाहिँ अब यसलाई मैले यो रेडी भयो। अब यसलाई रातो भइसकेपछि निकाल्छु होइन। निकालेर बास्केटमा एउटा टोकरीमा राख्छु। त्यसपछि हेर्नु त रेडी भयो मेरो पुरै आइटमहरू, पानीपुरीको आइटमहरू चाहिँ। हेर्नु कस्तो दामी खतरा देखेँ है। अब चाहिँ खानालाई पनि अब मैले रेडी गराउँछु। अब यसरी चाहिँ मैले पुरी फुटालेपछि अनि त्यसमा आलु थोरै अनि प्याज होइन, अनि थोरै चाउचाउ र डालमोटको मिक्सर होइन, मिक्स गरेको चाउचाउ र डालमोट। अनि त्यसपछि पानी यसरी हालेर चाहिँ अब फर्स्ट बाइट लिन्छु है। हेर्नु वा यस्तो दामी